हेलो एभ्रिवान, स्वागत छ तपाईहरुले फेरि पनि हाम्रो एउटा न्यू भिडियोमा। आजको यस भिडियोमा मैले क्लास 10 को सामाजिक विषयको पाठ एकाइ 2 को पाठ 3 मा रहेको नेपालमा संहिता पाठको सम्पूर्ण एक्सरसाइज लिएर उपस्थित भएको छु। सो यो भिडियो अन्तसम्म हेर्नु होला। यो भिडियोमा खास गरेर यहाँ 4 वटा प्रश्नहरू छ। यसको मैले सबै एन्सरहरू राखेको छु। यो क्रियाकलाप तपाईहरुले आफै गर्नु होला र प्रयोजना कार्यहरू पनि आफै गर्नु होला। यदि गर्न सक्नुहुन्न भने कमेन्ट गर्नुहुन्छ भने मैले यसको पनि सोल्युसन राखिदिन्छु। ल भिडियोलाई सुरु गरौँ। च्यानललाई सब्स्क्राइब गरिदिनुस् र भिडियोलाई लाइक गरिदिनुस्, आफ्नो साथीहरुमा पनि शेयर गरिदिनुस्। ल सुरु गरौँ। सो अब मैले यसको आन्सरहरू राख्ने छु। यहाँ हेर्न सक्नुहुन्छ मैले सबै आफ्नै हातले बनाएको नोटहरू सबै टाइपिङ गरेर सबै मिलाएर वर्डमा यहाँ बनाएको छु। सो यसको आन्सर हेर्न सक्नुहुन्छ। क्वेशन नम्बर 1 मा छ। 1 नम्बरमा संहिता भनेको के हो? सो मैले स्क्रिन रेकर्डिङ नगर्नुको कारण पनि छ साथीहरु। धेरैजना साथीले भन्नुहुन्छ कि तपाईले स्क्रिन रेकर्डिङ गर्नु भएन, मतलब यो भिडियो हेरेर भन्नुहुन्छ कि स्क्रिन रेकर्डिङ पनि त गरेर बनाउन सक्नुहुन्थ्यो। सो स्क्रिन रेकर्डिङ गर्दा त्यति राम्रो आउँथेन र स्क्रिन रेकर्डिङ गर्दा भिडियो कटिहाल्थ्यो, धेरै टाइम लाग्छ जसकारण मैले स्क्रिन रेकर्डिङ गरेन। सो ल स्टार्ट गरौँ। यहाँ 1 मा छ संहिता भनेको के हो? यसको आन्सर संहिता भनेको शासन प्रणाली हो जसमा देशलाई विभिन्न तहहरूमा विभाजन गरेर स्थानीय, प्रदेश र संघ सरकारले आफ्ना अधिकार अनुसार काम गर्छन्। यसले सत्ता बाँडफाँड गरेर सबै ठाउँमा समान विकास गर्न सहयोग पुर्याउँछ। सो यसको आन्सर यही रहेछ। लेख्नु होला, इजी छ। शासन प्रणाली हो जसमा देशलाई विभिन्न तहहरूमा 3 वटा तहहरूमा संघीय, स्थानीय, प्रदेश गरेर त्यसमा विभाजन गरेर सत्तालाई बाँडफाँड गरेर, सत्ता भनेको मतलब कामहरूलाई बाँडफाँड गरेर त्यो कामहरू सञ्चालन गरिन्छ, विकासको कामहरू। यही हो। यो आन्सर लेख्नु होला। अब 2 नम्बरमा जान्छौँ। 2 नम्बरमा भनेको छ नेपालमा संहिता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तनहरू ओल्याउनुहोस्। सो यसको आन्सर हो नेपालमा संहिता लागू भएपछि केही सकारात्मक परिवर्तनहरू यस्ता छन्। तपाईहरुको माइन्डमा आउँछ कि यो पनि परिवर्तन भएको छ भन्ने तपाईहरुले लेख्न सक्नुहुन्छ। सो अब यसको आन्सर हो नेपालमा संहिता लागू भएपछिका केही सकारात्मक परिवर्तनहरू यस्ता छन्। जनताले आफ्ना नजिकै सरकारबाट सेवा लिन थाले। 1 नम्बरमा दुर्गम क्षेत्रको विकासमा ध्यान दियो। यो 2 भयो। स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गर्न सकियो। सबै प्रदेशको संस्कृति र भाषा संरक्षण गर्न सहयोग पुग्यो। जनता राजनीतिक रूपमा सचेत हुन थाले। सो यही हो। तपाईहरुले अरु पनि आफै थप गर्न सक्नुहुन्छ जुन परिवर्तनहरू भएका छन् तपाईहरुलाई थाहा छ भने। बुकहरुमा छ, तपाईहरुको बुकमा पाठमा छ, त्यहाँबाट हेरेर गर्न सक्नुहुन्छ। अब यस्तै 3 नम्बरमा छ स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस्। सो यसको आन्सर हो स्थानीय सरकारको मुख्य कार्यक्षेत्रहरू यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ जस्ता सेवा प्रदान गर्नु। अरु पनि छन्, मैले यति नै लेखेँ। यो यसमा अरु पनि सेवाहरू प्रदान गर्छन्। साना विकासका आयोजना बनाउनु, जस्तै सडक, पुल, सिँचाइ। जन्म, विवाह, मृत्यु दर्ता गर्नु, जस्तै यो जन्मेपछि जन्म दर्ता भनिन्छ, विवाह गरेपछि विवाह दर्ता। यो सबै स्थानीय सरकारले गर्छ। स्थानीय कर उठाउने र बजेटको सदुपयोग गर्ने। बजेटहरू पनि सदुपयोग गर्छ स्थानीयहरूको कर पनि उठाउँछ स्थानीय सरकारले। अब तपाईहरुले आफ्नो नोट कापीमा यो लेख्न सक्नुहुन्छ। विपद व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्नु। केही विपद पर्यो भने त्यसको व्यवस्थापन गर्न यसैको हो। मानिलिउँ कसैको घर चल्यो भने, कुनै विपद पर्यो भने त्यसको व्यवस्थापन गर्ने, त्यो जसको घर जलेछ, जसको त्यो सम्पत्ति नुकसान भएछ त्यसलाई अलि पैसाहरू दिने, अरु पनि गर्ने, अरु पनि छ यसको कार्यक्षेत्रहरू। अरु तपाईले थाहा छ भने अरु लेख्न सक्नुहुन्छ। सो यहाँ संहिता, यो 4 नम्बरमा क्वेशनहरू छ। संहिताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस्। सो यहाँ मैले यसको आन्सर लेखेको छु, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। संहिता सफल बनाउन ध्यान दिनुपर्ने पक्षहरू
सबै तहका सरकार बिचको राम्रो सम्बन्ध हुनुपर्छ। सबै तीनवटै तहको बिच राम्रो त्यो हुनुपर्छ, राम्रो समन्वय हुनुपर्छ, राम्रो सकारात्मक दृष्टिकोणले काम गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ। सङ्घीय प्रदेश स्थानीयले सबैले मिलेर काम गर्नुपर्छ। जनताले कानुन अधिकार र कर्तव्य बुझ्नुपर्छ। यो कहाँ गयो? 3 दक्ष जनशक्ति र पर्याप्त बजेट वितरण हुनुपर्ने। दक्ष जनशक्ति र पर्याप्त बजेट, दक्ष जनशक्तिलाई रोजगारी दिने र बजेटहरू राम्रो ठाउँमा उपयोग गर्ने, सदुपयोग गर्ने, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता हुने आवश्यक छ। भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने। अरू पनि छन्, अरू पनि लेख्न सक्नुहुन्छ। तपाईहरुलाई जति यसबाट पनि मिलाएर लेख्न सक्नुहुन्छ, एन्सर जति मिलाउन सक्नुहुन्छ। अब यस्तै पारदर्शिता हुनुपर्ने मतलब कुन बजेट मैले मानलिम सरकारले कुन बजेटको लागि पैसा छुट्याएको छ र त्यो बजेटमा कस्तो काम भएको छ त्यसको पारदर्शिता हेराउने कि यसमा यति रुपैयाँ लागेछ, सडक बनाउनमा यति रुपैयाँ लागेछ, जति रुपैयाँको बजेट छ त्यसमा केमा कति लागेछ, कति बालुवामा लागेछ सडक बनाउनमा, कति सिमेन्टमा लागेछ, कति कसमा लागेछ। तपाईहरुले यस्तो पारदर्शिता भनेको त्यही देखाउने हो। ट्रान्सपेरेन्सी भन्छन्, इंग्लिशमा भनिन्छ त्यसलाई। प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार र स्रोत समयमै उपलब्ध गराउनुपर्छ। र यति नै थियो। तपाईहरुले भिडियोलाई लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला, आफ्नो साथीहरुमा शेयर गर्नुहोला र यो नोटको पीडीएफ चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। अब पीडीएफ के लिनुहुन्छ, सबै क्वेशनको एन्सर मैले सल्भ गरिदिएँ यहाँ। सो च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियो हेरिदिनु भएमा तपाईहरुले धन्यवाद छ। धन्यवाद।